हावा पस्छ नि त है हावा पसेको कि विकास जस्तो होइन विकास बनाएर के बिहा मान्छ त्यो पिसाबहरू बस्यो भने गनाउँछ त फेरि है दाजु हाम्रो कान्छा काका म त्यसलाई पनि दिन्छु मलाई ओइ अरु जाँदा बेला सल्लाहमा जस्तो गएको हो घरको गुरुले त्यसै नरेन भाइ ढाडमा अलिकति दिउँ होला कुना कुना मिठो छ यो त अन्ध हो हिँड्न त सक्छ हैन एकपल्ट एकपल्ट भन्नु त पर्यो नि त अचानक ल्याउनु पर्ने हो त्यो ठुलो भनेर मलाई पो डर नकाल गरेको नि उल्टा मैले के जानी जानी आइज मलाई चोक भनेर चाहिँ लगाइदियो भाइ 11 10 हो अन्त दामी कलर आयो नि म त यस्तो कलर मन पर्छ हो सुन नि हौ माथि मरौमा भन्नु पनि भएन होला बादुर पाउँछ हौ भाइ डल अलिकति कहाँ जानु के गर्नु त्यहाँ पुतिर उब्रेको चल्दैन होइन यहाँ बादुरलाई बसेको बादुर काटेको बिहाको लागि हुन्छ अरूकोबाट किनेर हामीले खान्छौँ होइन नि बिहामा त चल्छ नि बिहातिर त चल्छ त खास गाउँमा दिने चाहिँ दिनुहुन्छ भरे एकै ठाउँ चाहिँ निकालिदिन्छ कि रिसमा मात्रै निकाल्ने बेसी त छैन होला सर अलि हुँदैन अलिकति उता जानु होइन को हो यो मान्छे को रत्न जोजो के हो त्यो हस्पिटलदेखि उतातिर घरको क्या ए के रत्न जोजो त्यो हस्पिटल छ नि त्यहाँदेखि उता माथि बाख्रा छेउघर रत्ने भन्ने त माथि योन्जन मात्रै थाहा छ नि त ऊ त हिजो आएको थियो भने मैले पानी आएको बाटो मैले चाहिँ खोजेको नि सनाइ चाहिँ कहाँ बजाउँदैछ नि सर्के त यो अलिकति कपुरमा रहेछ नि तल बोका दियो त अन्त कि देप्रे दाइ छेसाम दियो त अन्त यहाँबाट एकैचोटि लान्छ लान्छ नछोड्छ नि तेर काम गरिहाल्छ त्यो ब्लड लगाएको पेला दिउँ त त्यसो होइन मलाई अलिक हेर उचाल्नु यो त प्रसाद पो त हो यो त काटेको हुन्छ हाल्नु मुसेर दिनु पऱ्यो अहिले आफूबाटै छुट्याउँछ नि त्यसको शरीरमा जो छ त्यही हो ल उसको चाहिँ लानु 1.5 किलो उसको जस्तो गरिदिनुहोस् न अगाडि तेरो हजुर तेरो अन्त बिहामा कहाँ पुग्छ त बिहामा जति पुग्छ त्यति नै होस् नपठाउनु मात्र इच्छा खानु भन्नु भइगयो भयो नि यति अब दालमा हालेर खाइदिन्छ होस् मासु भुटो अब कम्ती छ है काट्नु हजुर लाम्टा यो लाम्टाहरू हाल्नु न यस्तोहरू हाल्नु न पानी लगाएको त कहिले सुक्छ
मन्नु मान्दैन त आमालाई याद आयो छुट्टेकै भए पनि बेसी हालिन मासु बनेकै छुइनँ आधी आधी किलो त आउनेलाई दिनु पर्यो नि त यहाँ काट्नु 8 9 10 60 किलो 11 12 13 14 15 16 17 18 18 40 हो नि त